सो हेलो गाइज वेलकम टु माई नो भ्लग आयुष भ्लग्स। सबैले सब्सक्राइब गर्नु होला। आज चाहिँ हामी औँसली खान हिँडेको है गाइज। औँसली कति भयो नखाएको गाइज। औँसली चाहिँ फलेर यत्र भयो कि गाइज। औँसली चाहिँ कति फल्यो भने केटाहरू अगाडि गइसके। औँसली हेर्नु न, अहिले बिहान त खाइयो, किरो खाइयो, पतेर खाइयो, कस्तो औडा भएको यार। तपाईँले सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है। आयुष भ्लग छ, सब्सक्राइब गरिदिनु होला। ओइ हामी चाहिँ औँसली हेर्न गाइज कति छन्, हेर्न औँसली हेर्न गाइज कति छन्, औँसली हेर्न गाइज। हाम्रो गाउँमा चाहिँ औँसली फल्छन् गाइज। औँसली चाहिँ कति हुन्छन् कि गाइज। हाम्रो गाउँमा चाहिँ हाम्रो हेर्न क्या लभली कुकुर छ, हेर्न यिन चाहिँ हाम्रो केटाहरू हुन् गाइज। केटाहरू हिँड्नेको गाइज हामी चाहिँ औँसली खान। कहाँ छ जाने, औँसली खाने पर्छ गाइज। हेर्नु थाक्यो यार, कस्तो थके लाग्यो यार। बुवा हजुर बुवा ल चाहिँ हामी चाहिँ औँसली खानेको गाइज। औँसली चाहिँ पाक्यो गाइज, धोबी पाक्यो। औँसली चाहिँ हेर्न गाइज कति पाक्यो, हेर्न भाइ। मेरो भाइ औँसली देखाइदियो दाइले, हाम्रो साथीहरू औँसली देखाइदियो। हेर्न गाइज औँसली, औँसली हेर्न गाइज। हेर्ने कत्रो खाने क्या औँसली, हेर्ने हाम्रो आदित्य भाइ हो, क्रिएटर आदित्य, सब्सक्राइब गर्नु होला यसलाई नि। हाम्रो गाउँतिर हाम्रो गाउँतिर कालिज पाइन्छन् दाइ। हेर्न कति औँसली खाने। तपाईँ खाने भए आउनु होला है गाइज। म टिपेर आइदिनु, मलाई सम्पर्क गर्नु होला। म सम्पर्क गर्ने है। मैले चाहिँ तपाईँको लागि भनेर औँसली राखिदिन्छु, तपाईँ ढुक्क बस्नु होला। अहिले चाहिँ के हो यस्तो, औँसली चाहिँ किरा पर्छन् कि देखाइस। अरू त के हुँदैन भाइ, अरू त के हुँदैन, किरा पर्छन् कि औँसलीमा। अरू भन्दा नि, अरू भन्दा औँसलीमा किरा हुन्छन् गाइज। भ्युज हेर्ने गाइज, भ्यू हेर्ने भ्यू क्या बब्ली। हेर्न हाम्रो गाई हो कि औँसली हेर्न गाइज कति फल्छन्। औँसली देखेर धोबी फल्छन् कि औँसली। औँसलीको कुरै नगर्नु के। फ्री फायर त यस्तै बाबु, फ्री फायर त हाम्रो गिल्दा गिल छ। गिलमा आउने सम्पर्क गर्नु होला। मेरो 6 years old player छ, 8 years 8 वर्ष प्लेयर केटाहरूले आइडी किन्छन्, बेच्छन्, तालै खेल्नुलाई। अम्बानी मेरो लौडै पेयो कि अम्बानी मेरो लौडै पेयो। म कस्तो चाहिँ एनसी हो कि छैन भन्नु। एनसी छु अलिअलि हो कि नै। अहिले बिहान चाहिँ पानी पर्ला जस्तो भएको थियो गाइज। अहिले चाहिँ घाम लाग्छ है, पानी पर्ला जस्तो थियो गाइज। अहिले चाहिँ घाम लाग्छ भयो। अब हामी उहाँ जान्छौँ गाइज, हामी चाहिँ उहाँ जान्छौँ। उहाँ गएर औँसली अब खान्छौँ। उहाँ चाहिँ धोबी पाक्यो कि उहाँ अरू ठाउँ भन्दा त्यहाँ धेरै पाक्छ। अरू ठाउँमा धेरै त्यस्तो धेरै पाक्दैन, त्यहाँ चाहिँ ठुल्ठुलै हुन्छन् गाइज। अब त्यहाँ ठुल्ठुलो पाक्छन्, त्यहाँ यत्र हुन्छन्, त्यहाँ पतेरा नि हुन्छन् गाइज। हेर्नु न केटा कुकुर, केटा कस्तो खाने क्या यार। हामी चाहिँ सर्ट क्रिएटर गाइज, सब्सक्राइब गरिदिनु होला है प्लिज, सब्सक्राइब गरिदिनु होला। अहिले कारण अस्ति सौरभ जोशी फ्यान भ्लग गरेर आइडी खोलेको त कसले स्ट्राइक लगाइदिएर आइडी उडाउँदै 70 सब्सक्राइबर थिए। यो चाहिँ नयाँ भिडियो हो, तपाईँले सम्मान गरेर भिडियो लाइक साइक कमेन्ट हान्नु होला। अरूभन्दा मेन कुरो सब्सक्राइब गरिदिनु होला। बेल नोटिफिकेसन सबैको अन दबाइदिनु होला है, घन्टी, जय घन्टी। औँसली चाहिँ त्यहाँ धोबी पाक्छन् क्या अरू ठाउँमा भन्दा त। कपाल चाहिँ बढेको यार, भोलि काट्न भने सरहरूले काट्ने कि नकाट्ने कमेन्ट गरिदिनु होला। तपाईँले कमेन्ट कस्तो
कपाल काट्ने कि नकाट्ने यार कस्तो छ कपाल कपाल काट्न नि झ्याउ ल्याएछ मलाई काट्न बस्नु मेरो आउने हाम्रो केटाहरू ओइ ब्रो के छ यो चाहिँ मेरो भाइ आदित्य भाइ हाम्रो घर छेउको हो खतरा प्लेयर हो टुर्नामेन्ट प्लेयर हो टुर्नामेन्टमा जोइन भयो अहिले टुर्नामेन्ट प्लेयर हो रहेछ रहेछ हेर्नु यहाँ चाहिँ औषधी बब्ली पाएको छ नि यार तपाईँले औषधी तपाईँले हेर्ने हेर्न कत्रा औषधी हुन्छ नि औषधी बब्ली हुन्छ अहिले कहाँ औषधीले के हुन् गाइज यार पुरै यार कस्ता कता कता गाइज ब्लग चाहिँ धेरै लाउनु नगरौँ यति भन्दै म चाहिँ बिदा हुन्छु धन्यवाद थ्याङ्क्स